आज म चाहिँ बहिनीलाई चाहिँ आज शनिबारको दिन यसलाई चाहिँ चिकन बनाउन सिकाउँदैछु। यसलाई चाहिँ कहिले पनि बनाएको छैन। आज चाहिँ यसलाई चाहिँ स्पष्ट तरिकाले सिकाउनेछु। तँलाई चाहिँ चिकन बनाउनु आउँछ? जोरले बनाउँछ कि आउँदैन? त्यता थोडा हल्का चिकन बनाउन आउँदैन। अब चाहिँ यसलाई चाहिँ सबै कुराहरू चिकन कसरी बनाउने घरमा होइन यसलाई चाहिँ सिकाएको छैन। आज म सिकाउनु गएको छु। तैँले चाहिँ अब चिकनलाई चाहिने जो इन्ग्रेडियन्ट्सहरू हुन्छ त्यो चाहिँ ल्याउनु पर्ने हुन्छ। तैँले चाहिँ प्याज काट्नुपर्ने हो, अनि टमाटर काट्ने, र त्यो काट्ने, टमाटर काट्ने र प्याज अलग अलग काटेर टक्क रेडी गर्ने। ल तँलाई प्याज टमाटर पनि काट्न आउँदैन होइन? आउँछ? टमाटर काट्न त थोडा सिकेको रहेछ। अब सक्कु चलाउनु पनि आउँदैन। यसलाई सबै सिकाउने छु। यो आज फर्स्ट दिन हुनाले चाहिँ यसलाई चाहिँ टमाटर हो त्यो काट्ने, त्यसै चट्ट बिच बिचमा काट्ने होइन। प्याज काट्न आउँछ कि नै? आउँदैन, आँखा पोल्छ मेरो। आँखा पोल्छ? ल थोरै यसलाई डढ्न दिने होइन, अनि त्यसपछि प्याज भुट्ने। त्यो प्याज हाल हो, त्यसरी भुट्ने। रातो रातो हुन्जेलसम्म पकाउने होइन प्याजलाई। प्याजलाई पकाउने। यो प्याज लगभग पाकिसकेको छ। ल पाकिसकेको छ। अब यसमा चाहिँ के हाल्ने थाहा छ? टमाटर नहाल्ने अहिले। अहिले चाहिँ सिधै चिकनलाई हाल्ने, मासुलाई हाल्ने। त्यो मासु हाल्ने होइन। राखेर टेस्ट लिन सकिन्छ। तर चाहिँ यसलाई चाहिँ हामीले सिकाउनलाई अहिले यो गरेका छौँ।
बनाउने हात बसाल्नुपर्छ, यसलाई राख्दाखेरि हात चलाउने तरिकाहरू हुन्छ, सबै कुराहरू हुन्छ। आज यसलाई चाहिँ अब चाहिँ के गर्नु थाहा छ, अब चाहिँ यसमा थोरै नुन हाल्नु, नुन धेरै राख्ने होइन। यसले नुनले के गर्छ, मासुमा भएको पानीलाई निकाल्छ। अब यसलाई ढाक्कन लगाउनु, त्यो अर्कोले ढाक्छ, त्यो सिटी लाग्छ। हल्दो भन्छ यसलाई, इङ्ग्लिसमा के भन्छ थाहा छ यसलाई? यसलाई भन्छ टर्मेरिक पाउडर। के भन्छ अरे? टर्मेरिक पाउडर। थोरै राख्नु, ल थोरै राख्ने। अरू अब चाहिँ यसलाई रान्ने, त्यो मसलाहरू ल। अब सिकियो कि नै? केही थाहा भयो? कति के थाहा भयो बनाउने यसरी रहेछ भनेर? अब पर्सिल्लोचोटि त बनाउने बनाउँछ नि, यस्तरी बनाउने होइन। अब फेरि अझ अर्को तरिकाबाट हुन्छ, धेरै मसलाहरू चाहिन्छ, अझ सिकाएको हात बसाउनुलाई सिकायो थाहा छ।